कक्षा 12 का नानी बाबुहरुलाई फेरि पनि स्वागत छ फाइनल अकाउन्ट्स ट्रेडिशनल एप्रोच को अर्को क्लासमा। दिस इज लेक्चर नम्बर 13। आज हामी प्रॉफिट एन्ड लस अकाउन्ट र प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट सँग रिलेटेड क्वेशन सल्भ गर्न गइरहेका छौं। क्वेशन तपाईको स्क्रिनमा रहेको छ। यस क्वेशनमा ट्रायल ब्यालेन्स दिएको छ, एडिशनल इन्फर्मेसन दिएको छ र हामीलाई प्रॉफिट एन्ड लस अकाउन्ट र प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट बनाउन भनेको छ। So let's start. Here is the format for me. Profit and loss account मा डेबिट साइड मा जाने आइटमहरु हामी ट्रायल ब्यालेन्स को डेबिट साइड मा हेर्छौं। यहाँ चाहिँ मैले फर्स्ट आइटम भेटाए 2 salaries 30,000। त्यसपछि अर्को आइटम रहेको छ 2 insurance 20,000। After that another item is 2 rent 10,000। After that another item is 2 carriers on sales 5,000। The next one is 2 stationery 3,000। डेबिट साइडमा यो आइटमहरु मैले भेटाए र मैले प्रॉफिट एन्ड लस अकाउन्ट को डेबिट साइडमा राखे। तपाई यहाँ नोटिस गर्न सक्नुहुन्छ यो आइटमहरु कि त अफिस रिलेटेड कि त सेलिङ रिलेटेड यही खर्चहरु यहाँ छन्। यहाँ यो खर्चहरु सबै इनडाइरेक्ट एक्सपेन्सेसहरु हुन् जुन हामीले प्रॉफिट एन्ड लस अकाउन्टमा राख्यौं। आफ्टर दैट अझै यसमा जाने आइटम्सहरु चाहिँ हामीले एडिशनल इन्फर्मेसनमा भेट्न सक्छौं। 2 bad debts 10,000। After that 2 depreciation on fixed assets 10% of fixed assets को भ्यालु दिएको छ 9,68,000। 9,68,000 को 10% हुन्छ 96,800। So all these items हामीले डेबिट साइडमा राख्यौं प्रॉफिट एन्ड लस अकाउन्ट को। अब क्रेडिट साइडमा के आइटम जान्छ भनेपछि फर्स्ट आइटम जान्छ ग्रॉस प्रॉफिट। ग्रॉस प्रॉफिट दिएको छ क्वेशनले 9,90,000। आफ्टर दैट अरु आइटम जाने भनेको यतातिर इनडाइरेक्ट इन्कमहरु हो। इनडाइरेक्ट इन्कममा चाहिँ क्रेडिट साइडमा मैले एउटा कमिसन भनेर देखे बाइ कमिसन क्रेडिट साइडमा दिएको छ, त्यही भएर यो कमिसन रिसिभड हो। इट इज 50,000। अरु आइटम्सहरु दिएको छैन केही, यति नै हो। अब हामी टोटल गर्नतिर लागौं। त्यसपछि हेरौं कुन साइड हाई रहेको छ, धेरै रहेको छ। 9,90,000 प्लस 50,000 इट इज 10,40,000 क्रेडिट। डेबिट साइडमा हुन्छ टोटल 1,74,800। So you can see debit side which is expense side it is less and credit side which is income side it is high। भनेपछि यहाँ प्रॉफिट भएको छ। सो हाम्रो ब्यालेन्सिङ फिगर कति हुन्छ भन्दा 8,65,200। This is balancing figure to net profit। यहाँ हामी हाईएस्ट टोटल लेखिदियौं 10,40,000 यहाँ पनि। सो हाम्रो प्रॉफिट एन्ड लस अकाउन्ट सक्यो। अब हामी यो नेट प्रॉफिटलाई ट्रान्सफर गर्छौं टु प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट। एज डिस्कस्ड इन लेक्चर नम्बर 11 हामीले के बुझ्यौं भन्दा प्रॉफिट एन्ड लस अकाउन्ट बनाएपछि हामी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट बनाउँछौं। त्यो किन बनाउँछौं भन्दा to distribute the net profit, to distribute net profit for various purpose हामी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट बनाउँछौं। यहाँ चाहिँ हामी फर्मेट बनाऊ। सो दिस इज आवर फर्मेट। यहाँ हामी अब यो जुन नेट प्रॉफिट निस्केको छ त्यसलाई ट्रान्सफर गर्छौं टु प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट। त्यो भन्दा अगाडि हामी के पनि हेर्छौं भन्दा हाम्रो ट्रायल ब्यालेन्समा पी एन्ड एल अकाउन्ट भनेर दिएको छ। दैट इज क्लोजिङ ब्यालेन्स अफ रिटेन्ड अर्निङ फ्रम प्रिभियस इयर। त्यो हामी यहाँ ल्याएर राख्छौं के भनेर भन्दा बाइ ब्यालेन्स
ब्रट डाउन 30,000 दिएको छ। त्यसपछि यो नेट प्रफिट हामी यहाँ ल्याउँछौँ बाइ नेट प्रफिट। नेट प्रफिट हाम्रो निस्केको छ 8,65,200। सियर यो लास्ट इयरको हो रिटेन अर्निङ, यो वर्षको नेट प्रफिट हो। अब हामी आफ्नो प्रफिटलाई डिस्ट्रिब्युट गर्छौँ, हामी डिभिडेन्ड दिन्छौँ, हामी जेनरल रिजर्भमा ट्रान्सफर गर्छौँ, हामी भेरियस रिजर्भ्सहरू क्रिएट गर्छौँ। त्यसमा चाहिँ हामी डिस्ट्रिब्युट गरौँ। यहाँ चाहिँ एउटा मात्रै कारण दिएको छ डिस्ट्रिब्युट हुने, द्याट इज प्रपोज्ड डिभिडेन्ड। त्यो हामी लेखौँ यहाँ टु प्रपोज्ड डिभिडेन्ड 10% भनेको छ। 10% के को भन्दा 10% अफ सेयर क्यापिटल। मेक स्योर देयर आर कल्स इन अरियर्स अर नट। कल्स इन अरियर्स छ भने त्यो माइनस गर्नुपर्छ। यहाँ चाहिँ हाम्रो क्वेसनमा छैन, त्यही भएर इट इज 10% अफ सेयर क्यापिटल विच इज 7 लाख। यो हुन्छ 70,000। सो after distributing our profit, we will close profit and loss preparation account। बैलेंसिंग फिगर निकालौं। हाम्रो बैलेंसिंग फिगर बैलेंस क्यारिड डाउन कति रहेको छ भन्दा पहिला त हामी हेरौं कुन साइड हाई छ। अफ कोर्स यहाँ क्रेडिट साइड हायर छ। क्रेडिट साइडमा छ 30,000 65,200। सो हाम्रो बैलेंसिंग फिगर आयो 8,25,200 which is our retained earning. Total is 8,95,200. 8,95,000 and this is our profit and loss appropriation account. यसरी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट एकदमै इजी हो। यसमा चाहिँ तपाईले के मात्रै ध्यान दिनुपर्छ भन्दा हाम्रो ओपनिङ रिटेन अर्निङको केही दिएको छ भ्याल्यु भने त्यो राख्ने, ब्यालेन्स ब्रट डाउन गरेर। त्यसपछि यो वर्षको नेट प्रफिट हामी राख्छौं अनि केमा डिस्ट्रिब्युट गरियो त्यो चाहिँ हामी यहाँ ल्याएर राख्छौं डेबिट साइडमा अनि लास्टमा हामी ब्यालेन्सिङ फिगर निकालेर क्लोज गरिदिन्छौं। हाम्रो रिटेन अर्निङ फर दिस इयर इज 8,25,200 which will be carried forward to बैलेंस शीट। यो क्वेशनमा बैलेंस शीट बनाउनु भनेको छैन, सो हामीले बनाइराख्नु पर्दैन। यति हो 5 मार्क्सको लागि। मैले पहिले पनि भनेको छु क्वेशन्स आर भेरी इजी। हामी चाहिँ धेरै तनाव लिइराख्नु पर्दैन फाइनल अकाउन्ट्स भनेर। एकदम नर्मल भएर पढ्ने, प्रिपेयर गर्ने, क्वेशन्स इजी हुन्छ। एडजस्टमेन्ट्स तपाईले माइन्डमा चाहिँ के राख्ने भन्दा नर्मल एडजस्टमेन्ट्सहरु आउँछ, कुनै आउट अफ द वर्ल्ड एडजस्टमेन्ट्सहरु दिदैन। सो यति भनेर म आजको क्लासलाई यही टुङ्ग्याउँछु। धन्यवाद। जय नेपाल।